बसेका गुन्डाहरूको वरिपरि है एमालेको सर्कलभित्र युवा त्यो महेश बस्नेत जस्ता गुन्डाको सर्कलभित्र बसेर म बाँच्छु भनेर जुन केपी धमास लडाइरहेछ त्यसले त्यहीँ गएर हामी यो के भन्छ कलर भन्छ हैन हामीले उसको कट्ठालोमा समातेर घिसारेर चाहिँ घिसार्दै उसलाई सम्मानजनक होइन उसलाई त गाडीमा राखेर होइन उसलाई कालो मसो दलेर गुन्डोबाट घिसार्दै ल्याएर नि यो दिल्ली बजारको जेलमा हुन्छ कि केन्द्रीय कारागार जेलमा हुन्छ कि अझ ठाउँ पुगेन। अस्ति 6 लाखको हवाला दिँदै थियो हैन नेकपा एमाले 6 लाखलाई हामीले जौला खेलमा एउटा के भन्छ त्यो राष्ट्रिय निकुञ्ज जस्तो त्यहाँनिर अहिले जौलाखेल जू बनाएको छ त्यस्तै एउटा त्यहाँ नेकपा एमाले कार्यकर्ता झोलीहरूको जू भनेर हामीले त्यहाँ राखेर तिनीहरूलाई नि रात दिन भोकेर राखेर नि 6 लाखको हवाला दिनेहरूलाई त्यहाँ राखेर कारबाहीको दायरामा ल्याउँछौँ। यो हामीले तिरेको करबाट कसैले पनि 1 रुपैयाँ पनि चलाएको छ भने 1 रुपैयाँ परको कुरा भयो 1 पैसा चलाएको छ भने पनि त्यो भ्रष्टाचार हो। अनि हामीले के भनिरहेछौँ भने 1 पैसा चलाएको त्यो राज्यको पैसाबाट चाहिँ 1 पैसा पनि त्यो अनियमितता गरेको भेटिन्छ भने त्यसलाई चाहिँ अरू त्यो 1000 चलाउने वा 1 लाख भ्रष्टाचार गर्ने वा 1 करोड भ्रष्टाचार जतिसुकै भ्रष्टाचार गरे पनि त्यसलाई त्यही समानको कारबाही हुनुपर्छ त्यसको सम्पत्ति चाहिँ राष्ट्रियकरण हुनुपर्छ भन्ने हाम्रो मुद्दा हो हाम्रो माग हो। हामीले आन्दोलन पनि यही कुराको लागि गरेका थियौँ। हामीले एउटा ब्यानरै बोकेका थियौँ त्यतिखेर हैन युथ एगेन्स्ट करप्सन भनेर हामीले भनिरहेछौँ यो सरकारलाई हामीले चेतावनी दिइरहेका छौँ। अब हामी चेतावनी धेरै दिँदैनौँ यो सरकारलाई हामी एक्सनमा पनि उत्रिन बाध्य हुनेछौँ। यो सरकारले हाम्रो मागहरूलाई मुद्दाहरूलाई यसरी नै सम्बोधन नगरिराख्ने हो भने हामीलाई चाहिँ अब यो सरकारले ध्यान हामीप्रति नदेखाउने हो भने आफ्नो कुराहरू चाहिँ हामीलाई राख्न नदिने हो भने हामी यो सरकारलाई चेतावनी मात्र होइन हामी यो सरकारसँग एक्सनमा पनि उत्रिन तयार छौँ। म फेरि पनि भन्न चाहन्छु अहिले अख्तियार अनुसन्धान दुरुपयोग आयोगको हाम्रो प्रमुख प्रेम कुमार राई हुनुहुन्छ उहाँले खासै काम गर्नुहुन्छ जस्तो म मान्दिनँ किनभने उहाँ एमालेको झोले हो। उहाँ एमाले पार्टीबाट त्यहाँनिर एउटा मनोनित हुनुभएको व्यक्ति हो। त्यो एमाले पार्टीबाट मनोनित भएको आयोगको प्रमुखले चाहिँ एउटा उसलाई जसले त्यहाँनिर मनोनित गरेर उसलाई चाहिँ कारबाही गर्छ भन्ने हामीले कसरी विश्वास गर्ने। त्यो भएर हामीले भनिरहेछौँ सबैभन्दा सुरुमा आयुक्त त्यहाँका प्रमुख प्रेम कुमार राईलाई हटा यो सरकारले हामीले अनुरोध गरिरहेछौँ त्यो प्रेम कुमार राईलाई हटाउनुहोस्। त्यसपछि एउटा निष्पक्ष भ्रष्टाचार छानबिन आयोग बनाउनुहोस् त्यसमा हामीलाई पनि राख्नुहोस् हाम्रो प्रतिनिधि राख्नुहोस्। हामी के भनेर हाम्रो प्रतिनिधि राख्नुहोस् हामीलाई पैसा दिनु पर्दैन हामीलाई कुनै राज्यको सेवा सुविधा चाहिँदैन तर कहाँ कति भ्रष्टाचार भएको छ भन्ने हामीसँग पनि छ नि त विवरण। अख्तियारसँग जति विवरण छ त्योभन्दा बढ्ता विवरण हामीसँग छ। हामी त्यो अनुसार एक कठघरामा उभ्याउँछौँ तर हामीलाई त्यो अधिकार दियोस् हामीलाई त्यो आयोगमा राखियोस् भन्ने हामी सरकारसँग अनुरोध गर्न चाहन्छौँ। अब धेरै कुरा त नगरौँ म केही महिना अगाडि मात्र यही ठाउँबाट दमक भ्यू टावरको विषयमा बोल्दै थिएँ र मैले अहिले अध्ययन गर्दै थिएँ यो चिया बगानको गिरीबन्धु टी स्टेटको विषयमा अध्ययन गर्दैछु र एक दुईवटा केही कुराहरू भेटिएको छ छिटफुट भेटिएको छ तर त्यसलाई अझै प्रष्ट प्रमाणीकरण गर्नलाई मैले त्यो लागि परिरहेको छु। दमक भ्यू टावरमा त केपी ओलीले भ्रष्टाचार गरेकै हो तर अब के हो भने गिरीबन्धुमा उसको संलग्नता कति छ भनेर खोज्दैछु। म झापावासी भएकोले गर्दा यो कुरा मैले खोजिरहेको छु। जुन दिन त्यो कुरा भेटिन्छ अनि यो भ्रष्टाचार छानबिन आयोग अब ढिलो चाँडो बनाउनुपर्छ यो नागरिक सरकारले किनभने यो जेनजी विद्रोहबाट बनेको सरकार भएकोले गर्दाखेरि यसले जेनजीको माग मुद्दालाई सम्बोधन गर्नुपर्छ। जुन दिन सम्बोधन हुन्छ त्यो दिन गुन्डोमा बसेका गुन्डाहरूको वरिपरि है एमालेको सर्कलभित्र युवा त्यो महेश बस्नेत जस्ता गुन्डाको सर्कलभित्र बसेर म बाँच्छु भनेर जुन केपी धमास लडाइरहेछ त्यसले त्यहीँ गएर हामी यो के भन्छ कलर भन्छ हैन हामीले
उसको कट्ठालोमा समातेर घिसारेर चाहिँ घिसार्दै उसलाई सम्मानजनक होइन, उसलाई त गाडीमा राखेर होइन, उसलाई कालो मसो दलेर गुन्डुबाट घिसार्दै ल्याएर नि यो दिल्ली बजारको जेलमा हुन्छ कि केन्द्रीय कारागार जेलमा हुन्छ कि अझ ठाउँ पुगेन। अस्ति 6 लाखको हवाला दिँदै थियो होइन नेकपा एमाले। 6 लाखलाई हामीले जौलाखेलमा एउटा के भन्छ त्यो राष्ट्रिय निकुञ्ज जस्तो त्यहाँनिर अहिले जौलाखेल जू बनाएको छ। त्यस्तै एउटा त्यहाँ नेकपा एमाले कार्यकर्ता झोलीहरूको जू भनेर हामीले त्यहाँ राखेर तिनीहरूलाई नि रात दिन भोकेर राखेर नि 6 लाखको हवाला दिनेहरूलाई त्यहाँ राखेर कारबाहीको दायरामा ल्याउँछौँ। यो बोलेको होइन, यो हामी गर्छौँ। तर के भने अहिले राज्य छ यो देशमा, कानुन एउटा कानुन काहीँ न काहीँ कानुन छ, संविधान चाहिँ छ भन्दैन म। फेरि संविधान मरिसक्यो यो देशमा। किन संविधान मरिसक्यो भने अहिलेको अन्तरिम सरकार कुनै पनि संविधानको धारा टेकेर बनेको सरकार नभएकोले यो देशमा संविधान छैन। तर कानुन काहीँ न काहीँ केही न केही होला, त्यसमा टेकेर आयोग गठन गर्नुपर्छ। अनि त्यो आयोगमा हामीलाई राखिसकेपछि हामीले उडी के खान्छौँ यसलाई। हिजो रवि लामिछानेले भन्नुहुँदैन उडी टुडी खेलमा राखेर के खान्छौँ भन्नुहुन्थ्यो। हामी पनि राखेर के खान्छौँ, तर जौलाखेलमा राखेर के खान्छौँ। हामी 6 लाख होइन 10 लाख राख्न तयार छौँ हामी। म फेरि पनि जेन्डर 2.0 को प्रवक्ता। अब अन्तिममा के भन्न चाहन्छु भने सुशीला कार्की हाम्रो अहिलेको अन्तरिम सरकारको प्रधानमन्त्री हुनुहुन्छ। हामी तपाईँलाई आमा भनेर सम्बोधन गरेछौँ। हामी माथि चाहिँ सौतनी आमा जस्तो व्यवहार नगर्नुहोस्। यो केही दायाँ बायाँ नसोचिकन भ्रष्टाचार छानबिन आयोग गठन गर्नुहोस्, एउटा मजबुत आयोग गठन गर्नुहोस्, त्यसमा हामीलाई प्रतिनिधि राख्नुहोस्। तपाईँसँग हामी छौँ। हामीले बनाएको सरकार भएकोले गर्दा यसलाई समर्थन गर्दै, यसलाई सहयोग गर्दै, यसलाई दबाबमा राख्दै काम गराउने जिम्मेवारी हाम्रो काँधमा भएकोले गर्दाखेरि तपाईँसँग हामी छौँ।